स्वयंलाई ज्ञानको भण्डार बनाउनुहोस्। जब भाषण गर्छु तब मसँग आफ्नो विषयमा कमसे कम 10 गुणा धेरै जानकारी हुन्छ। ठिक यस्तो विचार मेरो एक मित्रको छ जो आकाशवाणीमा पहिला वक्ताको काम गर्थ्यो, जो अहिले कार्यक्रम उत्पादक भएको छ। उसको भनाइ छ कि जुन वाक्य हामी उच्चारण गर्न लागिरहेका छौँ त्यसलाई 10 गुणाभन्दा धेरै ज्ञान तथा जानकारी हामीसँग हुनुपर्छ, ताकि आवश्यकता परेमा यसले हाम्रो मद्दत गर्न सकोस्। यो पनि हुनसक्छ तपाईँको कुनै श्रोतालाई यो विषयमा पहिलादेखि नै ज्ञान केही होस्। यस्तो श्रोता आफ्नो शङ्का हटाउनका लागि तपाईँको भाषणको बिचमा तपाईँसँग केही प्रश्न सोध्न सक्छन्। यस्तो हर प्रश्नको जवाफ दिनका लागि तपाईँ तयार हुनुपर्छ। यदि हामीसँग पर्याप्त ज्ञान छैन भने श्रोतालाई सन्तुष्ट बनाउन सक्दैनौँ। यस्तोमा उसले हामीलाई अज्ञानी मूर्ख सम्झिनेछ। तर हामीसँग पर्याप्त ज्ञान छ, उचित जवाफ दिएर सन्तुष्टि बनाउन सक्छौँ भने सबैले तपाईँको कुरा पहिलाभन्दा धेरै ध्यानले सुन्नेछन्। सही जवाफ दिएपछि तपाईँको आँखामा पनि विश्वासको चमक आउनेछ तथा तपाईँको आवाज पनि आकर्षक र प्रभावशाली अन्दाजमा निस्किनेछ। विषयसँग सम्बन्धित मानिसहरूसँग भेट्नुहोस्। धेरै पहिलाको कुरा हो, मैले भूतपूर्व सैनिकद्वारा आयोजित एक सभामा भाषण दिनुपर्ने थियो। विषय थियो स्वतन्त्र भारतको गुलाम जवान। विषय यति रुचिकर थियो, त्यति नै कठिन पनि। मैले आफ्नो एक मित्रलाई साथमा लिएर केही सैनिकबाट भेट्न गएँ। मेरो हातमा एक डायरी थियो जुन लगातार भरिँदै रहेको थियो। मैले पहिला 3 सेना जवानसँग कुरा गरेँ, फेरि अफिसरसँग सोधपुछ गरेँ। सेनाका असैनिक कर्मीहरू, जवानका पत्नीहरू तथा बुबाआमासँग पनि कुरा गरेँ। सेनामा मानवाधिकारको रक्षा तग अन्य कयौं विषयमा मैले धेरै किताब पढेँ। मैले सेना विशेषज्ञसँग पनि भेट गरेँ। यस बीचमा मेरा 2 डायरी पूर्ण रूपमा भरिसकेको थियो। मैले धेरै आँकडा जम्मा पारे, जसबाट थाहा भयो कि सेनाबाट धेरै कुराहरू भागेका छन्। केहीले शान्तिकालमा अस्पतालमा नै देहत्याग गरे। यो सारा विषयको मन्थन गरेपछि मैले आधा घण्टाको भाषण तयार गरेँ। यसमा मैले सुनाद्वारा जितेका लडाई तथा भविष्यको युद्धको बारेमा जानकारी पनि सामेल गरे। श्रोताको भाषण यति ध्यानले सुने कि आफ्नो जरुरी काम बिर्सेर पनि उनीहरू त्यही बसिरहे। धेरै भूतपूर्व सैनिकलाई यस्तो कुरा थाहा पनि थिएन जुन मैले आफ्नो भाषणमा सामेल गरेको थिएँ। यो भाषण सुन्नका लागि आएका मानिस तथा प्रेसका प्रतिनिधि यति प्रभावित भए कि उनीहरूले मलाई ख्यातिको शिखरमा पुर्याइदिए। आपतकालीन स्थितिको लागि तयार रहनुहोस्। मेरो एक मित्र मुम्बईको एक प्रख्यात अस्पतालमा चिकित्सक छ। उसले एकपटक मसँग भन्यो कि पेटबाट नसाको गाँठो कसरी निकालिन्छ यो त तिमीलाई 10 मिनेटमा सिकाउन सक्छु, तर जब कुनै दुर्घटना हुन्छ यो समयमा के गर्ने, यो बुझाउनमा मलाई 100 वर्ष लाग्नेछ। म मान्छु कि ठिक यस्तै भाषणको क्षेत्रमा पनि हुन्छ। हामी आफ्नो भाषणको समयमा हर आपतकालीन स्थितिको सामना गर्नको लागि तयार हुनुपर्छ। हुन सक्छ जुन कुरा हामी बोल्न लागिरहेका छौँ त्यही कुरा हामीभन्दा पहिला बोल्ने व्यक्तिले बोलेर जाओस्। यस्तो स्थितिमा हामीले तुरुन्त आफ्नो भाषणमा बदलाव ल्याउनुपर्छ ताकि जनताको रुचि बनिरहोस्। तर यस्तो तब हुन्छ जब सम्बन्धित विषयमा हामीसँग पर्याप्त ज्ञान रहेको हुन्छ। यदि सही समयमा आफ्नो विषय छनौट गर्नुभयो भने तपाईँ सञ्चित ज्ञानको शक्ति पर्याप्त प्रयोग गर्न सक्नुहुन्छ। विषयमा नयाँ खोज गर्नुहोस्। यदि तपाईँ उचित समयमा विषय छनौट गर्नुहुन्छ भने तपाईँले तयारीको लागि धेरै समय पाउनुहुनेछ। तपाईँ उठ्दा, बस्दा, हिँड्दा, खाँदा, पर्खदा आफ्नो विषयमा सोच्न सक्नुहुन्छ। यस्तो समयमा यदि राम्रो विचार तपाईँको दिमागमा आउँछ भने यसलाई तुरुन्त कागजमा लेख्नुहोस् ताकि केही कुरा हाम्रो स्मरणमा केवल थोरै समयका लागि रहन्छ। धेरै पहिलाको कुरा हो, मेरो एउटा साथी थियो जो धेरै राम्रो कलाकार थियो। ऊ पेन्टिङ्स राम्रो बनाउँथे। उसले आफ्नो सपनामा एउटा अनौठो चित्र देख्यो जुन चित्र आँखा खोलेपछि उसले बिर्सियो। उसले त्यो चित्र बनाउन धेरै कोसिस गर्यो तर सफल भएन। उसले देखेको चित्र केही डरलाग्दो थियो जसमा ऊ डराउने थियो। एक रात उसले एकदम पातलो बेन्चमा सुत्ने निश्चय गरे। तब उसले सपनामा त्यो चित्र देख्यो। तब ऊ डराउन हाल्न थाल्यो।
जसले ऊ बेन्चबाट तल खस्यो। अब चित्र उसलाई धेरै याद थियो। उसले छेउछाउमै पेन्सिल खोज्यो, तर केही मिलेन। अन्त्यमा एउटा कागजमा कार्बन राखेर रङले नै आफ्नो सपनाको चित्रलाई गरिदिए। यो धेरै अनौठो चित्र थियो, जुन बिना ब्रस या पेन्सिलले बनाएको थियो। यसको साथै उसले उसको नङले पेन्टिङ बनाउने नयाँ तरिका पनि खोजेका थिए। उसलाई पेन्टिङबाट धेरै ख्याति मिल्यो र ऊ एक प्रख्यात पेन्टर बन्यो। हर मानिसले सोच्ने तरिका अलग हुन्छ। हाम्रो सोच कहिले एकअर्कासँग मिल्दैन। त्यसैले हामी पनि आफ्नो विषयमा सोचेर नयाँ टेक्निकको खोजी गरेर महान वक्ता बन्न सक्छौँ। तपाईँ आफैलाई अनुभव गर्नुहुनेछ कि जब कार चलाउँदा, बस पर्खदा, पत्रिका पढ्दा या गल्लीमा हिँड्दा विषयको बारेमा सोच्नुहुन्छ, तब दिमागमा यति राम्रो तथा रोचक विचार आउनेछ कि आफै छक्क पर्नुहुनेछ। यदि तपाईँ टेबल कुर्सीमा बसेर एक दिन आफ्नो विषयमा तयारी गर्न चाहनुहुन्छ भने यस्तो विचारको जन्म हुन सक्दैन। यसका लागि तपाईँले पूर्ण रूपमा विषयमा डुब्नुपर्नेछ। जब तपाईँ यो प्रक्रियामा लाग्नुहुनेछ, तब तपाईँले नयाँ नयाँ विचार लेखिरहनुपर्छ। भाषणमा सजीव उदाहरण पनि हाल्ने प्रयास गर्नुपर्छ। तपाईँ आफ्नो अनुभव्य जिन्दगीमा घटेको कुनै पनि घटनाको बारेमा बताउन चाहनुहुन्छ भने यो पनि धेरै राम्रो हुनेछ कि तपाईँ सारा विचार जम्मा पारेर भाषणको रूपमा दिन सक्नुहुन्छ। तर यसलाई यसरी याद गर्नु पर्दैन कि लेख्ने भाषा बोल्ने भाषामा धेरै अन्तर हुन्छ। धेरै शब्द यस्ता हुन्छ जुन लिखित रूपमा त प्रभावशाली लाग्छन्, तर बोल्दा यसको नरम, प्राकृतिक र प्रभावशाली उच्चारण नहुनको कारण कुरा बन्नुको साटो बिग्रिन पनि सक्छ। मौखिक एवं लिखित भाषणमा अन्तर। तपाईले आफ्नो लिखित भाषणलाई यस्तो खालको बनाउनु पर्छ कि मञ्चमा गएर शब्दको सही उच्चारण गर्न सकियोस्। म त तपाईलाई केवल विचार या तथ्य याद राख्न भन्छु, किनकि यदि लिखित भाषण याद गरेर जनताको अगाडि पेश गर्नुभयो भने यसमा न भाषण प्रभाव आकर्षक हुनेछ न भाषण प्रभावशाली हुनेछ। यस्तो खालको भाषणले न श्रोताको मनोरञ्जन गर्न सकिन्छ, न उनीहरूमाथि कुनै खास प्रकारको प्रभाव छोड्न सक्छ। एकपटक एक प्रख्यात वक्तासँग जब यो कुरा सोधियो कि के तपाईँ आफ्नो भाषण लेखेर याद गर्छौ, तब उसले भन्यो कि म केवल आफ्नो विचार लेख्छु, तर यसलाई पेनले कागजमा होइन बरु श्रोताको दिमागमा लेख्छु। उनीहरूको भावनामा लेख्छु, उनीहरूको मनमा लेख्छु। त्यसैले कागजको टुक्रा तथा ती श्रोताको बीचमा रुकावट बन्न सक्दैन, जसलाई म आफ्नो भाषणद्वारा प्रभावित गर्न चाहन्छु। तपाईको उद्देश्य भाषण लेख्नु होइन, बरु भाषण दिनुपर्छ। तपाईको जीवनमा पनि यस्तो हुन सक्छ कि तपाईँ 3 महिना पहिला लेखिएको भाषण याद गरेर जानुहुन्छ तथा मञ्चमा गएर तपाईले थाहा पाउनुहुन्छ कि परिस्थिति धेरै बदलिसकेको छ। यस्तो समयमा यदि तपाईँ परिस्थिति अनुसार भाषण दिन सक्नुहुन्न भने मन छोडेर भाग्नु बाहेक अरू कुनै बाटो बच्ने छैन। तपाईलाई यो कुरा पनि थाहा हुनुपर्छ कि जनताले राम्रो कुरा छिट्टै बिर्सन्छ, तर गल्ती सधैँ याद राख्छन्। यदि मञ्चमा गएर तपाईबाट केही गल्ती हुन्छ भने त्यसमा तुरुन्त सुधार गर्नुहोस्। मैले देखेको छु कि केही मानिस भाषण अरूलाई लेख्न लगाएर लिएर जान्छन्। यस्तो भाषणले श्रोतामा राम्रो प्रभाव पर्दैन, किनकि अरू कसैको विचारधारा तथा तपाईले सोच्ने ढङ्ग मेल खाँदैन। अरूले तपाईको लागि भाषण लेखिदिनु बिल्कुल त्यस्तै हुनेछ जस्तो तपाईलाई भोक लाग्दा अरूले खाना खानु भन्नु। जनता एक वक्तको विचार सुन्नका लागि एकत्रित हुन्छ। तपाईले पनि उनीहरूको समक्ष आफ्नो वास्तविक विचार, आफ्नो सोच जीवन्त तथा रोचक उदाहरणहरूको साथ पेश गर्नुपर्छ। भाषण रट्ने प्रयास नगर्नुहोस्। आफ्नो स्कुलको समयमा एक पटक मलाई सानो परिवार, सुखी परिवारको विषयको पक्षमा भाषण दिनुपर्ने थियो। मैले राम्रो किताब पढेर एउटा राम्रो भाषण तयार गरेँ। पुरा भाषण मैले पढेर याद गरेँ। मञ्चमा जानुभन्दा पहिला म धेरै डराएको थिएँ। धेरै हिम्मत गरेर मञ्चमा पुगेँ। जब मैले माइक्रोफोन अगाडि उभेँ, सयौं मानिसतिर हेरेँ, तब ती सबै कुरा बिर्सिए। मलाई एउटा शब्द पनि याद थिएन। मुस्किलले 5-7 पंक्ति बोल्न सके। मेरो दिमाग बिल्कुलै खाली कागज जस्तै सफा थियो।
धन्यवाद भनेर मन छोड्नु बाहेक मसँग अरू कुनै उपाय थिएन। यो झट्का लागेपछि मलाई थाहा भयो भाषण याद गरेर केही फाइदा छैन। आफ्नो भाषणमा हामीले राम्रो उदाहरण सामेल गर्नुपर्छ, किनकि यो श्रोताले धेरै समयसम्म याद राख्न सक्छन्। प्रसङ्गलाई सामेल गरेर भाषणलाई त्योसँग जोड्नु पनि राम्रो कला हो। मलाई लाग्छ कि उचित उदाहरण श्रोताको विषयमा डुब्ने सरल तथा सर्वोत्तम तरिका हो। म पनि आफ्नो भाषणमा धेरै जसो उदाहरण दिएर विषय प्रस्तुत गर्छु। रोचक त बनाइराख्नुहोस्। धेरै वक्त आफ्नो विषयमा सम्बन्धित ज्ञानलाई सिधा जनता अगाडि पेश गर्न थाल्छन्। कुनै पनि श्रोता निरस भाषण सुन्न मन पराउँदैनन्। यदि तपाईँ श्रोता बनेर बस्नुभयो भने तपाईँले निरस भाषण राम्रो लाग्दैन। त्यसैले यदि हामी भाषणको समयमा श्रोतालाई थोरै मनोरञ्जन गराउन असमर्थ भयो भने राम्रो भाषण श्रोताले मन पराउने छैन। असमर्थ भयो भने हाम्रो भाषण श्रोताले मन पराउने छैन। यस्तो भयो भने धेरै समय या त सुन्नेछन् या फेरि यताउता हेर्न थाल्नेछन्। तपाईँले अनुभव गर्नुभएको होला कि जब हामी अरू मानिसलाई आफ्नो छिमेकीको बारेमा बताउँछ या फेरि त्यसको यस्तो अरू गफगाफ गर्छौँ त मानिस बडो ध्यानले सुन्छन्। यदि हामी यस्तो खालको गफगाफलाई आफ्नो भाषणमा सामेल गर्छौँ भने श्रोताको ध्यान आकर्षित गर्न सक्छौँ। यदि हामीले एक सफल वक्ता विषयमा भाषण गर्नु पर्यो भने 2 मानिस तुलनात्मक कहानी बताउन सक्छौँ। कस्तो खालको टेक्निकको प्रयोग गरेर एक मानिस सफल वक्ता बन्यो तथा अर्को सफलताको कारणले यो क्षेत्रबाट गायब भयो। म विश्वासका साथ भन्न सक्छु कि यस्तो खालको उदाहरण भएको भाषण श्रोताले बडो ध्यानले सुन्नेछन् तथा उनीहरू दिक्क पनि हुने छैनन्। वास्तविक घटनालाई सामेल गर्नुहोस्। तपाईँ भाषण हर श्रोताले ध्यानमा सुन्नेछ। यदि तपाईँमा केही रुचिकर कुरा, घटना, प्रसङ्ग या छोटो रोचक कथा भयो भने राम्रो वक्ताले एक कुरा प्रमाणित गर्ने कोसिस गर्नुपर्छ। हाम्रो दैनिक जीवनको सयौं घटनालाई यसका लागि प्रयोगमा ल्याउन सकिन्छ। यदि भाषण अगाडि बढाउनका लागि यो टेक्निकको प्रयोग गरियो भने तपाईँद्वारा गरिएको लामो भाषण पनि श्रोतालाई छोटो लाग्नेछ।